यही भन्ने होइन गर्ने शास्त्र त्यसको बारेमा लेखिएको नियमहरू जस्तै याज्ञवल्क्य शिक्षा होइन के गर्छौ याज्ञवल्क्य शिक्षा भनेर पढ्छौ होइन हो 9 कक्षा 10 कक्षा त्यस्तै अनि त्यसपछि कल्प भनेको कर्मकाण्ड गर्छौ होइन कर्मकाण्ड गर्छौ हामीले के गर्छौँ कर्मकाण्ड गर्छौँ त्यही वेदका मन्त्र यो चाहिँ वेदको हाँगा हो के हो हाँगा हो भनेपछि कर्मकाण्ड पूजा पाठ आदिमा हामीले वेदका मन्त्रहरू प्रयोग गर्छौँ त्यसपछि अर्को हामीले शिवजीले यस्तो डमरू बजाएको चाहिँ हामीले पढ्छौँ के पढ्छौँ हेर त लेखेको छ यसरी शिवजीले डमरू बजाउँदाखेरि चाहिँ त्यस्तो खालको स्वर सुनिएको हुनाले यिनलाई हामीले के गर्यो त्यो अ आ इ क ख ग घ पढिरहेको ठाउँमा हामीले त्यो डिम 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 गर्छ नि डिम 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 डम कता भन्ने यस्ता यस्ता श्लोकहरू छन् टटाटबी भनिरहेको यस्ता यस्ता टक 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 त्यो बज्दाखेरि त्यसको डमरुको आवाज आए जस्तो छन्दमा बोलिने के हो त्यसरी उच्चारण गरिने श्लोकहरू हुन्छ शिवजीका स्तोत्रहरू धेरै जसो त्यस्ता स्तोत्रहरू छन् अनि अब व्याकरण भनेको चाहिँ हामीले त्यस्तो बेलबिल भनेर पढ्छौँ होइन अर्को चाहिँ हामीले शब्द व्याख्या शास्त्र पढ्छौँ के गर्छौँ शब्दको व्याख्या गर्ने है शब्दको व्याख्या गर्ने भनेको शब्दमा खेल्ने हो व्याकरण सामान्य व्याकरणहरू जुन व्याकरण छ व्याकरण चाहिँ एउटा एक थरी व्याकरण भयो अनि शब्द व्याख्या भनेको त्यो शब्दमा शब्दानाम अनेक अर्थ के भनिन्छ शब्दानाम अनेक अर्थ एउटै शब्दको अनेक अनेक अर्थहरू हुन्छ त्यो अनेक अनेक अर्थहरू लगाउने पनि फेरि के हुन्छ मुन्डे मुन्डे मतिर्भिन्न भनेर मुन्डे मुन्डे मतिर्भिन्न एउटै शब्दको अनेक अर्थ हुन्छ त्यो अर्थ लगाउने कसले हो मुन्डा मुन्डा भनेको बुद्धि कि यस्तो मान्छे टाउको भनेको मुन्डा भनेको नरमुन्डाको माला धारण गरेकी देवी भनेर भन्छ नि थाहा छ नरमुन्डा भनेको मुन्डा भनेको शिर है बुझ्यौ शब्द व्याख्या शास्त्र भनेको शब्दमा खेल्ने शब्दनाम अनेक अर्थ एउटै शब्दको अनेक अर्थ हुन्छ है त्यस्तो अर्थहरू लगाउने खालका शास्त्रहरू पढ्ने र त्यस्तै गरी छन्द भनेको हामीले के पढ्छौँ अनुष्टुप छन्द होइन गायत्री छन्द होइन यस्तै गरी हामीले अरू इन्द्र बज्रा उपेन्द्र बज्रा होइन मालिनी उपजाति यस्ता छन्दहरू विभिन्न प्रकारका छन्दहरूको ज्ञान गर्छौँ त्यसमा चाहिँ के छ लक्ष्मी प्रसाद देवकोटाको मुना मदन छ छन्दको लागि हामीले एकदमै त्यस्तो रामायण छ होइन हामीले त्यसरी अस्ति भर्खरै यहाँ पाठ गरेको सुन्छौँ होइन हाम्रो देवी भागवत नेपालीमा हो त्यस्तै गरी गीतामा जति छन्द छन् त्यस्तै त्यही छन्दमा नेपालीमा श्लोक छन् नरहरि पूर्वेकै छ नरहरिले अस्ति मन्दिरमा पाठ गरेको माथि नेपालीमा है त्यस्तै नेपालीमा छन् संस्कृतमा चाहिँ हामीले अनेकौँ पढिरहेछौँ होइन अनि कालज्ञान भनेको समयलाई जान्ने चाहिँ के हो ज्योतिष हो अनि यो ज्योतिष चाहिँ के हो आँखा हो होइन अनि त्यसपछि शारीरिक रूपमा हेर्दाखेरि चाहिँ यसरी हामीले अङ्ग विभाजन गरेर हेर्न सक्छौँ है त्यसपछि अब यो आँखा हो अनि यो चाहिँ ज्योतिषको चाहिँ 3वटा विधाहरू छ कतिवटा त्यो आँखामा हाम्रो के छ यहाँ बाहिर सेतो छ त्यसपछि फेरि कालो छ त्यसपछि एउटा सानो फेरि अर्को कालो छ होइन बिचमा नानी हो भनेपछि ज्योतिष पाउँछ भन्ने कुरा कहाँदेखि हेरिन्छ शनिदेव है कतिको सेवकहरूद्वारा सेवा भोग गर्न पाउँछ भन्ने कुरा चाहिँ शनिले हेरिन्छ र शनि राम्रो भयो भने धेरै सेवकहरूबाट चाहिँ उसले के गर्छ सेवा भोग गर्न पाउँछ र चित्त भनेको शुक्र हो र दुःखम दुःख चाहिँ दिनेश आत्मज भनेको दिनेश आत्मज भनेको दिनेश भनेको सूर्य आत्मज भनेको छोरो सूर्यको छोरो सूर्यपुत्र भन्ने कतै शब्द आयो भने त्यो को हो सूर्यपुत्र शनि है शनि चाहिँ दुःखको मालिक हो र शनिले कस्तो चिजमा दुःख गराउँछ यस्तो व्यक्तिलाई भन्ने कुरा
चाहिँ शनिको हातमा हुन्छ अथवा कुण्डलीमा भएको शनिको स्थिति अनुसार चाहिँ त्यो व्यक्तिले कस्तो चिजमा दुःख गर्छ भन्ने कुरा थाहा हुन्छ है। र यसरी हामीले यो कुरालाई हेर्छौँ। र अब यहाँ सूर्य आत्मा हो, चन्द्रमा मन हो, मङ्गल चाहिँ बल हो होइन। राजा नौ रवि तबु क्षिति सुतो नेता कुमारो बुध भन्ने छ नि है। यो सूर्य चाहिँ आत्मा, चन्द्रमा मन, यो सबै कुराहरू यी कुराहरू है। अनि त्यसपछि राजा नौ रवि तबु भन्ने छ नि यहाँनिर यो श्लोकमा है। के छ? राजा नौ रवि तबु भन्ने त तल होइन। राजा नौ यहाँनिर अर्थ हेर, राजा नौ भनेको राजा के रवि तबु सूर्य र चन्द्रमा चाहिँ राजा नौ राजा हो। के हुन् भनेको बल, बल भनेको चाहिँ के हो? मङ्गल हो। पूजा भनेको मङ्गल हो। वच भनेको बाणी, बाणी चाहिँ के हो? ज्ञ भनेको बोध हो है। ज्ञान सुखे भनेको ज्ञान तथा सुख। अनि के हो? जीव भनेको बृहस्पति हो, गुरु है। बृहस्पति चाहिँ के हो? ज्ञान। मान्छे कतिको ज्ञानी हुन्छ, कुन विषयको ज्ञानी हुन्छ है, त्यो कुरा चाहिँ केबाट थाहा हुन्छ? बृहस्पतिबाट। बृहस्पति कुन राशिमा छ? कुन विषयको राशिमा छ? कुन विषयवाला ग्रहको राशिमा छ? त्यही विषयको त्यो के हुन्छ? ज्ञाता हुन्छ अथवा त्यही विषयसँग सम्बन्धित चाहिँ त्यसले पढ्छ। अनि मदन भनेको काम भनेको सङ्गात सञ्जायते काम, कामात् क्रोधो विजायते होइन। सङ्गात मनसित समस्त ससिज नेत्राणि ते सारवे तीक्ष्णां सूर्येम तीक्ष्णां सूर्येमरश्मिजस्वहितवो शेषा समासीतवो। के हो? संसारमा भए जति सबै चाहिँ के हो? सबैलाई एउटा काल पुरुष भनेर भनिन्छ। कुनै काल्पनिक पुरुष है, काल्पनिक पुरुष, काल पुरुष, त्यसलाई काल भनेर भनिन्छ है। काल भनेको काल पुरुषको, आत्मा भनेको आत्मा चाहिँ के हो? दिनकृत भनेको सूर्य हो है। कालात्मा भनेको काल पुरुषको आत्मा, दिनकृत सूर्य हो। त्यसै गरी मनस्थ भनेको मन, अनि हिमहु भनेको चन्द्रमा हो। भाग्यवान् जनवल्लभः विष्णुभक्तः पटुर्भाग्ये दारपुत्र धनेयुतः महाक्रोधी सुभाने योगर्जिते धने सस्यभावेषु फलम् धने सेवने दाता उत्तमं धनसंयुता कुटुम्बकण्टकामि निष्ठुरा परकायते।
हरे हरे ल हजुर कोमल सीता अर्जुन गीता योगे नाम प्रथमोध्याय समाप्त अत द्वितीयोमा तिमीमा कसरी भयो नले ओ पार्थ विराम हुनयो ठिक कमजोरी छोड मनको उठ हो ओरले दक्षक के पूजा गर्नमा यज्ञ भीष्म द्रोण गरुकन यद्वैमा बाणले हानु कसोले मधुसूदन चिजलाई नि सुमनले भेट्छन् के फेरि छोडेको भने उसले के रे उसले खाइदिन्छ नि अरू जीव जन्तुले त्यही त खाइदिन्छ भने मैले बाँदरले खेदाइरहेको कतिवटा बाँदरबाट लुगा भगाएर ल्याएको त भाइ थोरै टाढा जाऊ न छोडिदिनु पर्छ क्या यो यसले गर्दा उड्न सकेको छैन नि त सुमन एकछिन नसमाज खेलाउने छोडिदिनु पर्छ अनि यसो मुरली बजाऊ त कसैले मुरली बजाएर यता मुरलीको भाषा बुझ्नुहुन्छ यो त्यही भने लक्ष्मणलाई तिमी साइड Jangan
पहिला लान्ने हो ल भान ल लान्देऊ के पहिले यता जहाँ हात लगाउनु हो त्यहाँ जान्छ प्रेम प्रभु बुढो रहेछ त्यो 17 वर्ष लेखेको हात्तीका नाम बालाजी